What's up guys? कन्त जान्दैन नि पापासँग सेन्सरले गर्दो रहेछ हैन? अब मात्र गाउँ त पुग्दैन के हो नि त यहाँ यो मिस्टर जङ्गाले चाहिँ ढिलो गरिरहेछ ल के भन्छ झोलाको खै के कान्त कति क्यामेरा भरे मिलाउनु पर्छ मलाई देखिरहेछ वेलकम ब्याक अगेन के भन्छ त्यहाँ देखिरहेछ ल हाम्रो आवाजमा स्वागत छ हाम्रो माने भन्ज्याङमा धन्यवाद हाम्रो सानो झुपडीमा है स्वागत छ कुरा अच्छा तिमी त्यहाँ ब्याकअप चार्ज गरिदेऊ ल त्यो मेरो कोठामा छ सबैको तर्फबाट है मेरी के भएर कन्भिन्स ल्याउनु सबैको तर्फबाट मैले मात्र त कहाँ सक्नु खानु पुगिहाल्छ त यो चाहिँ अहिले खाने हैन नि त यो त तपाईहरुले खानु यो पाउनलाई दिने होइन धन्यवाद भाइ राबिन कति खुसी लाग्यो भयो खुसी लाग्यो हामी परदेश हेर जाने हामी एकदम बिजी छौं तर पनि रातारात किन आको भन्ने पहिला तपाईलाई हामी आउँछौं भनेको थिए नि त्यही भएर हामी आको अनि पर्न त म भोलि फर्किनु पर्ने न बिजी हामी के हातमा नि त्यस्तै होला अब टाइम कुन साइडमा तिमीलाई सजिलो हुन्छ त्यहाँबाट बोल्न थाल ल त्यही भएर एउटा बास एउटा डक्टर सरकारले आउनै पर्छ भनेर ल रुद्राक्ष लाएर सक्यो भन्ने थियो नि यस यस हामी छौँ यहाँ चिसोपानीमा यस यो हो चिसोपानी चर्च चिसोपानी पुनरुत्थान मिसन चर्च मलाई म बोसँग त अब एक्सपेक्ट नगर्दा हुन्छ फेरि सिधै अहिले त्यो नगर्दा हुन्छ है फेरि अब मलाई बुट्टी सेल मलाई म्यानेज गर्नु न ल जोसेफ भाइ ओपन गर्नुहोस् त मैले खोल्थेँ त भाइ हिँड्नु न तपाईहरु ठुलो एवा जेठा इन्जिनियर पनि हो हैन
यो हाल्नु कति जति लाग्छ थाहै छैन अनुमानित खै थाहै छैन नि तपाईँलाई थाहा होला नि सेभिङ गर्दा कहाँ मलाई थाहा हुन्छ बाँकी छैन यस्तो आज यो सुन्तला नानीहरूलाई अलिक खुवाइदियो भनेर बोल्नु आउँदैन के यता हेर्नु न ऊ के उता हेर्नु अरे यता हेरिदिनु न हामी गाउँघरतिर अब प्रवेश गरिसकेका छौँ है साह्रै बस्नु त मन हो म फ्यामिलीलाई पनि टाइम दिनै यो चाहिँ सरिया सरिया टाइपको गाउँ हो गाउँघर चाहिँ मध्य सो अहिले चाहिँ हामी फेक मालुङ म त आइसकेको भन्ने ठाउँमा जानु न नभए हामी किन आउनु अब यो चाहिँ यो हातबारीको सबैभन्दा फेमस ठाउँ हो किनभने यहाँ चाहिँ एकचोटि आउनै पर्ने हुन्छ कम्ती राम्रो ठाउँ छैन रहेछ हौ यो मेन भनेको चाहिँ फेक मालुङ भन्नेको प्रतिमा यो ठाउँलाई चाहिँ खाँदबारीको माने भन्ज्याङ होइन माने भन्ज्याङमा रहेको फेक मालुङको ढुङ्गा हो यहाँ चाहिँ यस्तो बनाएर पनि मान्छे यसो बनाइहालेछ नि पैसा कति खायो सो अब फेक मालुङको ढुङ्गा के फोटो खिच्छु म त पछि नै आउँछु कस्तो दामी देख्ने कि खै ल्याउनु म फोटो खिचिदिन्छु सुन्तला पाकेको निनी हामी त यहाँको लोकल हो नि 60,000 भान्जल ल्याएको मैले काठमाडौँमा किनेको के बाजी भन्नु त के आज यो खाँदबारी बजार टोडीखेल बजारमा हाम्रो पाङ्कोसभा जिल्ला खाँदबारीमा चाहिँ एकदमै बजार लागिरहेको छ बुधबारे बजार अनि सुन्तला प्रायः जस्तो देखिन्छ बजारमा ल हुन्छ धन्यवाद खै पापा कता हो छिर्नुपर्ने खै हुनु त यहीँ हो